के तपाईँलाई थाहा छ 49 वर्ष अघि रेकर्ड गरिएको एउटा नेपाली सन्देश पृथ्वीबाट अरबौं किलोमिटर टाढा र अन्तरिक्षको निरन्तर यात्रामा छ। कुरा 20 अगस्त 1977 को हो। नासाले अन्तरिक्षयान भोयेजर 2 प्रक्षेपण गर्यो। जसको सुरुको उद्देश्य बृहस्पति र शनि ग्रहको अध्ययन गर्नु थियो, तर त्यो यान युरानस र नेप्चुनसम्म पुग्यो र त्यो अझै पनि निरन्तर यात्रामा छ। हालसम्म सौर्यमण्डलका चाडा ठूला ग्रहहरूको नजिकबाट अध्ययन गर्ने भोयेजर 2 एकमात्रै यान हो। एउटा यसमा रमाइलो कुरा पनि छ। भोयेजर 2 भोयेजर 1 भन्दा अघि प्रक्षेपण गरिएको थियो। भोयेजर 1 छोटो बाटोबाट छिटै पुग्ने भएकाले त्यसलाई 1 र यसलाई 2 नाम दिइएको हो। दुवै यानमा गोल्डन रेकर्ड्स नामको सुनौलो चक्का राखिएको छ, जसमा पृथ्वीका विभिन्न आवाज, सङ्गीत र 55वटा भाषामा बोलिएका छोटा छोटा शुभकामना सन्देश छन्। यदि भविष्यमा एलियन वा अन्य जीवले यान फेला परे भने उनीहरूलाई पृथ्वी र मानव सभ्यताको बारेमा जानकारी गराउन यो सन्देश राखिएको हो। र यो 55वटा सन्देशमा नेपाली भाषाको पनि सन्देश रहेको छ। सो सन्देशमा यस्तो वाक्य राखिएको छ: पृथ्वीवासीहरूबाट शान्तिमय भविष्यको शुभकामना। हामीलाई प्राप्त जानकारी अनुसार सो आवाज दुर्गा प्रसाद ओझाको हो। अर्बौं किलोमिटरको यात्रा गरिसके पनि यसले अहिले पनि निरन्तर रूपमा पृथ्वीमा डेटा पठाइरहेको छ। एकछिन सोच्नुहोस् त, अर्बौं किलोमिटर पर पुगेको यानमा पनि नेपाली भाषा अझै सुरक्षित छ। के कुनै दिन अन्तरिक्षको कुनामा कसैले यो सन्देश सुन्ला? तपाईलाई के लाग्छ? कमेन्ट गर्नुहोला।